कति मरे आज यो ठुलामा रक्ति त त्यही लोकल माछा हैन हाम्रो सुरौलीको दाम कोलाई चाहिँ 1500 रुपैयाँ किलो 1500 रुपैयाँ किलो मानाको इ तेरिका के पर्यो यस्तो सेतो माछा पो पर्यो त गाह्रो पर्यो त ए पख चटनी बनाए बेलुकासम्म कति मर्छ त्यो पनि हामी देखाउनेछौँ। तेरिका अर्को नि पर्यो यार कति पर्यो केटाहरू रिसले बुम बस्छन् तिनीहरूको परेकै छैन हो केटा ओइ हेर त फेरि पर्यो हो फेरि हेर मै त साथीहरू कतिको बुम हुन्छन् हेऱ्यो तानेर हेरौँ पर्छ कि पर्दैन र सानो भयो नि पर्यो हेर केटाहरू रिसले जलेछन् आगो भन्छन् गाइजर हेर त रिसले ढलेको होइन परिरहेछ ननिस्टप यो बाँसको वाला हेर्छौँ यो हरियो चट्ट परेकोमा के छ है त अवस्था ओहो हेर त नपरेको त यिनीहरू खुसी भएको आम्मा छ है त अवस्था उल्चीको तान्ने अवस्था छैन ओ खस्यो छ के हो बल्छी त तान्नै छोड्यो त ल है ताने यो सानो पऱ्यो कि ठुलै पऱ्यो आइट ए बच्चा यार तेरिका गाइजहरू हामी यता तलतिर आइयो होइन त्यहाँ माथि नपरेर यहाँ चाहिँ पर्छ के पर्छ एकछिन नभाग यसरी हतारेपछि भाम चट एक्लै भयो अरू अलि गाह्रो भयो केटाहरूलाई छोडिदिएको क्या अब त्यहाँ साह्रै रिस गरेको माछा त्यसले मात्रै माऱ्यो भनेर टक्क त्यही भएर एक्लै माछा मार्न आएको हेर्नुहोस् त ओहो गाइजर यो ढल्न लागेको आम्मा यो बाटो गयो भने त स्योर मरिन्छ होला पानीमा कस्तो यस्तो बाँध लगाएको यस्तो आम्मा दबिएर खोलामा दबिएर तल खोतालेर खोलाले यस्तो हालत हो ल गाइस माछा सुरौलीको कति मर्यो आज यो ठुलामा रक्ति त त्यही लोकल माछा हैन हाम्रो सुरौलीको दाम कोलाई चाहिन्छ 1500 रुपैयाँ किलो 1500 रुपैयाँ किलो ल माछा राम्रो पर्छ यो अन्त बाम माछा 4 पिस बाम अनि बाम खानुपर्छ जाम होइन